2, 1. जोगी कहाँ गएछ एउटा मुसो मलाई त बिरालाले खाना हाट्यो बिरालोले त देख्नै हुँदैन खाइहाल्छ प्रभु मलाई बिरालै बनाइदिनु पर्यो त्यसो भए त खाँदैन तथास्तु भनेर बिरालो बनाइदिएछ फेरि बिरालोले अलिक ठुलो खालको कुकुरले झम्टिएछ भागेर जोगी कहाँ पुग्यो मलाई त यत्रो ठुलो कुकुरले झम्टियो हजुर खाने भयो मलाई त ठुलो खालको कुकुर बनाइदिनु पर्यो जख्खु कुकुर बनाइदिएछ अलिक पछि एउटा चितुवा भन्छ त्यो चितुवाले झम्टिएछ भागो त्यहाँबाट फेरि जोगी कहाँ पुग्यो चितुवा बनाइदिनु पर्ने रहेछ हजुर नत्र त चितुवाले त खाने रहेछ नि मलाई त चितुवा बनाइदियो त्यसपछि चितुवा बनाइदिएपछि ठुलो बाघ सिंह के भेट्यो त्यसले झम्ट्यो ल मलाई त सिंह बनाइदिनु पर्ने रहेछ सिंह भएपछि यसो विचार गरेछ बल छ तागत छ नङ्ग्रा छन् यति लामा धारा छन् बलिया अब यही जोगी किन नखाने भोक लागिरहेको छ बेकार अब योभन्दा माथि मलाई कसैले केही गर्न सक्ने होइन मलाई किन चाहियो जोगी मुसोबाट सिंह हुँदासम्मको जोगी चाहियो त सिंह भएपछि मलाई अब के भयो कसको डर त्यस कारण अब यही जोगी खान्छु भनेर त्यसो हेरेर हङ्ग जम्टिन खोज्दा पुनः मुसीको बाबा भनेर हतार फेरि मुसै भइजा भनेर छिटो जोगीले प्रचण्डलाई यत्रो पार्टीको छेउमा बस्ने अध्यक्ष बनायो तर तैँलाई किन नखाने भनेर जम्टिएपछि बिस्तारै मुसो हुनु भने एउटा चकचके स्याल पर्या रहेछ एउटा कपडा रङ्गाउन ठिक्क पारेको नीलो रङ राखिराखेको बाटामा स्याल परेर नीलो भएछ त्यहाँबाट भागो रङ टकटक्याउँदै भागो तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन अनि उसले धाक लाउँदै एउटा म यो जङ्गलको राजा हो बाघ भेट्यो बाघले पनि त्यस्तो निलो रङको कहिल्यै देखाएको थिएन को हौ तिमी उसले दम्बसासु म यो वनको राजा निलो रङको कहिले देखाएको छ मै हो सुनेको थियो निलो रङको हुन्छ यो वनको राजा भनेर